धर्मको विरोध गरेर चाहिँ निर्दोष जनताहरूलाई चाहिँ आतंककारीहरूले चाहिँ मारिराखेको छ। अस्ति भारतमा पनि अब हाम्रो नेपाली पनि एकजना मान्छे त्यहाँ पनि मारेको छ, 27-28जना मान्छे मारेको छ। त्यस कारणले चाहिँ अब यो धर्मको जातको विरोध गरेर चाहिँ निर्दोष जनताहरूलाई चाहिँ मार्ने चाहिँ यो संसारमा चाहिँ अहिले यो आतंककारीहरूले चाहिँ कदम चालिराखेको छ। यस कारणले चाहिँ यस्तो आतंककारीहरूलाई चाहिँ यो अन्त्य गर्नको लागि संसारको सबै देशहरूको सरकारले चाहिँ सशक्त अगाडि कदम चाल्नु पर्यो र यो आतंककारीहरूलाई चाहिँ यस्तो चाहिँ धर्मको विरोध गरेर निर्दोष जनताहरू मार्ने अनि जातको विरोध गरेर निर्दोष जनताहरू मार्ने संसारमा आतंक चाहिँ हत्याहिंसा लडाइँ झगडा फैलाउने यस्तो व्यक्तिहरू चाहिँ पहिचान गरेर चाहिँ छिटो पनि छिटो चाहिँ यो कडाभन्दा कडा कदम चालेर यस्तो व्यक्तिहरूले चाहिँ पक्राउ लगेर फाँसी दिनुपर्छ, गोली हान्नुपर्छ र अब संसारको सबै मानवहरूको लागि चाहिँ यो एकदमै खतरा भयो, अशान्ति भयो र अनि संसारको सबै मानवहरूको चाहिँ हक अधिकार सुरक्षाको लागि चाहिँ शान्तिको लागि चाहिँ यस्तो व्यक्तिहरूले चाहिँ पक्रेर चाहिँ सिधै गोली हानेर मारिदिनुपर्छ। यो आतंककारीहरूले चाहिँ अन्त्य नै गर्नुपर्छ र संसारका सबै सरकारहरू चाहिँ यसमा चाहिँ सशक्त कदम चाल्नु पर्यो र अब अहिले सबै मानवहरू संसारमा सबै मानवहरू चाहिँ समान हौँ, एक हौँ, सबै मानव एक भएर चाहिँ हामी चाहिँ संसारको मानवहरू चाहिँ अगाडि बढ्ने, शान्ति र सुरक्षाको लागि अगाडि बढ्ने र अनि पर्यटक विकासमा जाने भनेर चाहिँ हामीले चाहिँ मानवहरू चाहिँ अगाडि बढिराखेको छ। हेर्नुहोस्, यो स्थितिमा यिनीहरूले चाहिँ संसारमा चाहिँ अशान्ति फैलाउने अनि जातको हत्या लडाइँ हिंसा भत्काउने, धर्मको हत्या लडाइँ हिंसा भत्काउने, क्षेत्रीय सम्पदा हत्या लडाइँ हिंसा भत्काउने र संसारमा अशान्ति चाहिँ खतरा चाहिँ यिनीहरूले चाहिँ कदम चालिराखेको छ। यो आतंककारीहरूले चाहिँ यो धर्मको विरोधीहरूले चाहिँ जातको विरोधीहरूले चाहिँ अब सबै मानव हौँ, समान हौँ, एक हौँ र यसमा चाहिँ के मानवहरूले चाहिँ अब कुन धर्म मान्छ, कसैले अब बुद्ध धर्म मान्छ, कसैले अब क्रिस्चियन धर्म मान्छ, कसैले मुसलमान धर्म मान्छ, कसैले हिन्दू धर्म मान्छ, कसैले शिव भगवान धर्म मान्छ, कसैले राम धर्म मान्छ भने उसको व्यक्तिगत खुसी हो नि। कसैले अब कुन धर्म मान्छ उसको खुसी हो, कसैले भगवान मान्छ त्यो पनि उसको खुसी हो, कसैले कुन भगवान मान्दैन त्यो पनि उसको खुसी हो। नमान्नेले मान्तिमान भगवान मान्नै पर्छ भन्ने जोड जस्ती पनि छैन। अब मान्नेले चाहिँ भगवान नमान भन्नु पनि जोड जस्तै गर्नु हुँदैन। उसको अधिकार खुसी हो, उसको स्वतन्त्र हो। तर जातको नाममा धर्मको विरोध गरेर, जातको विरोध गरेर चाहिँ अनि निर्दोष जनतालाई मार्ने, हेर्नुहोस् र यो आतंककारीहरूले चाहिँ यिनीहरूले चाहिँ आफू पनि केही गर्न नसक्ने, अरूले पनि केही गर्न नदिने अनि अब जनताहरूको हक अधिकारमा हस्तक्षेप गर्ने, अशान्ति मचाउने अनि निर्दोष जनताहरूलाई चाहिँ मार्ने यिनीहरूले चाहिँ यो कदम चाहिँ जो चालिराखेको छ। यो कदम प्रति चाहिँ अब विश्वको संसारका सबै देशका सरकारहरू चाहिँ एकताबद्ध भएर हामी कदम चालेर यस्तो आतंककारीहरूले चाहिँ जातको विरोधी, धर्मको विरोधीमा जनताहरूले मार्ने यस्तो विरोधी आतंककारीहरूले चाहिँ खोजिकन पक्राउ लगेर यिनीहरूले चाहिँ फाँसी दिनुपर्छ, गोली हान्नुपर्छ अनि संसारको जनताहरूको हक अधिकार सुरक्षा गर्ने, शान्ति कायम गर्ने, जनताहरूको चाहिँ आवश्यकता पर्यटक विकास गर्ने, जनताहरूको चाहिँ सुरक्षा गर्ने, जनताको समस्या समाधान गर्ने र संसारमा शान्ति कायम गर्नुपर्छ र यो आतंककारीहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नुपर्छ र यिनीहरूले पक्रेर फाँसी दिनुपर्छ। सबै पहिचान गरेर चाहिँ संसारको सबै देशका सरकारहरू चाहिँ गभर्नमेन्टहरू एकताबद्ध भएर सशक्त अगाडि कदम चाल्नुपर्छ। यो आतंककारीहरूलाई चाहिँ अन्त्य गर्नको लागि यो जातको, धर्मको विरोधी आतंककारी, जनताहरूले मार्ने विरोधीहरूले चाहिँ आतंककारीले अन्त्य गरै छोड्नुपर्छ र अब कसैले अब कुन धर्म मान्छ,
कसैले अब क्रिस्चियन धर्म मान्छ, कसैले अब बुद्ध धर्म मान्छ, कसैले हिन्दू धर्म मान्छ, कसैले मुसलमान धर्म मान्छ। उसको व्यक्तिगत अधिकार खुसी हो नि, हेर्नुहोस्, खुसी हो। अब तर धर्मको नाममा जातको विरोधी, धर्मको विरोधीमा अशान्ति यो फैलाउनु र निर्दोष जनताहरूलाई यसरी मान्नु पाइँदैन। हेर्नुहोस्, र हामी चाहिँ निरन्तर रूढिवादी अन्धविश्वास संस्कार संस्कृतिमा फर्किनु भनेको परिवर्तनको विकासमा आफै पछि पर्नु, आफै मूर्ख बन्नु। अब यिनीहरूको यो आतङ्ककारीहरूको विभागमा चाहिँ के छ भनेदेखि मानवहरू सबै संसारको मानवहरू एकता हुने अनि शान्तिको बाटोमा अगाडि बढ्ने, परिवर्तनको विकासमा अगाडि बढ्ने र मानवहरूको चाहिँ समस्या समाधान गर्ने यिनीहरूको चाहिँ यो विभाग पनि छैन, बुद्धि पनि छैन। अनि कसरी हुन्छ अशान्ति फैलाउने, अनि जनताहरूले निर्दोष जनताहरूलाई मार्ने, अनि कसरी परिवर्तनको विकासमा अगाडि जाने, यिनीहरूले केही ज्ञान योग्यता पनि छैन। र यिनीहरू भनेको रूढिवादी अन्धविश्वास संस्कार संस्कृतिमा नै फर्किनु अनि विकासमा आफै पछि पर्नु, आफै अनि मूर्ख बन्नु। आतङ्ककारीहरू त मूर्ख बन्यो, परिवर्तनको विकासमा पछि पर्यो, सबै संसारको जनताहरूलाई नै उनीहरूले मूर्ख बनाउने, संसारको जनताहरूलाई नै परिवर्तनको विकासमा पछि पार्ने, आवश्यकता विकासमा चाहिँ पछाडि पार्ने, अनि समस्या केही समाधान नहुने, अनि उल्टै समस्या चाहिँ समाधान होइन, समस्यामा विश्वको जनताहरूलाई चाहिँ एउटा खतरामा चाहिँ विश्वको जनतालाई चाहिँ यो खतरामा चाहिँ पार्यो। हेर्नुहोस्, उनीहरूको ज्यानधनको हानि नोक्सानी गर्यो। यसरी गरेर चाहिँ यो आतङ्ककारीहरू भनेको चाहिँ यो यिनीहरू भनेको यिनीहरूको विभागको योग्यतामा केही छैन। यिनीहरूको विभागको योग्यता भनेको कसरी हुन्छ जनताहरूलाई दुःख दिने, कसरी हुन्छ निर्दोष जनताहरूलाई मार्ने, अनि रूढिवादी अन्धविश्वास संस्कार संस्कृतिमा नै फर्किने, अनि पछाडि फर्किने, विकासमा अगाडि नबढ्ने। अनि शान्ति भनेको के हो? मानवताले संसारभरिको जनताहरूलाई शान्ति चाहिन्छ। शान्ति भएन भने विश्वमा चाहिँ विश्वको जनताहरूलाई चाहिँ संसारको जनताहरूको पर्यटक विकास हुन सक्दैन। संसारको जनताहरूको चाहिँ समस्या समाधान हुँदैन। संसारको जनताहरूको चाहिँ आवश्यकता विकासमा चाहिँ अगाडि कदम चाल्न सक्दैन। यिनीहरूको वियोगमा भनेको चाहिँ यिनीहरूको कसरी हुन्छ संसारमा चाहिँ जनतालाई दुःख दिने, संसारमा कसरी हुन्छ अशान्ति फैलाउने, संसारमा कसरी हुन्छ विकासमा बाधा पर्ने, आवश्यकता विकासलाई अगाडि बढ्नु नदिने, र अनि रूढिवादी अन्धविश्वास संस्कार संस्कृतिमा यिनीहरूलाई मान्छेलाई चाहिँ पछाडि पार्ने, फर्काउने, अनि विकास चाहिँ पछाडि पर्यो, आफै सबै जनताहरूले मूर्ख बनायो। यस्तो तरिकाले चाहिँ यो आज चाहिँ जातको विरोधी, धर्मको विरोधी गरेर चाहिँ संसारमा को जनतालाई चाहिँ तर्साउने, दुःख दिने, जनताहरूलाई मार्ने, यस्तोले गर्दाखेरि संसारको मा चाहिँ सबै मानव हौँ, समान हौँ, एकता भएर अगाडि बढ्नमा यिनीहरूले शान्ति खलबलाउने, अनि अशान्ति मचाउने, अनि मानवहरूको पर्यटक विकासमा चाहिँ यिनीहरूले संसारको विकासमा चाहिँ बाधा पर्ने, रोक्ने, यिनीहरूको असक्षम, अयोग्यता, यिनीहरूको चाहिँ आतङ्ककारीले गर्दाखेरि चाहिँ आज संसारको मानवहरूको शान्तिको विकास नै यिनीहरूले बाधा पार्ने, रोक्ने हुनाको कारण यस्तो चाहिँ आतङ्ककारीहरूलाई चाहिँ धर्मको विरोध गर्ने, जातको विरोध गर्ने, अनि हत्या लडाइँ भत्काउने, क्षेत्रीय सम्पदा हत्या लडाइँ भत्काउने, अनि संसारमा को जनताहरूको चाहिँ आवश्यकता शान्तिको विकासमा, आवश्यक पर्यटक विकासमा चाहिँ रोक्ने, बाधा पार्ने हुनाको कारण चाहिँ अब अनि संसारको जनताहरूले मूर्ख बनाउने, विकासमा पछि पार्ने, विकासमा पछाडि पार्ने यिनीहरू हुनाको कारण यस्तो आतङ्ककारीहरूले चाहिँ हामी चाहिँ खोजिकन हामी पक्रेर लगेर फाँसी दिन्छौँ। हामी यिनीहरूलाई गोली हानेर मार्नुपर्छ र यिनीहरूको आतङ्ककारीहरूलाई
अन्त्य गर्नुपर्छ र यसको लागि नेपाल सरकार पनि पछि हट्दैन र नेपाल सरकार सशक्त कदम चाल्छ। यस्तो आतंककारीहरूलाई चाहिँ पहिचान गरेर चाहिँ नेपाल सरकारले चाहिँ खोजिकन यस्तो आतंककारीहरूलाई चाहिँ जातको विरोध गरेर धर्मको विरोध गरेर जनताहरूलाई मार्ने दुःख दिने अशान्ति संसारमा फैलाउने विकासको पाइलामा अगाडि बढ्नु नदिने र जनतालाई चाहिँ मूर्ख बनाएर विकासमा पछाडि पार्ने यस्तो आतंककारीहरूलाई चाहिँ अब नेपाल सरकारले चाहिँ खोजिकन हामी पहिचान गरेर चाहिँ नेपाल सरकार चाहिँ नेपाल राज्यले चाहिँ यस्तो चाहिँ फाँसी दिएर मार्छ, गोली हानेर मार्छ। हेर्नुहोस्, अनि नेपाल सरकारले चाहिँ यस्तो व्यक्तिहरूलाई चाहिँ कुनै हालतमा पनि चाहिँ संरक्षण गर्दैन नेपालको सरकारले। अब यो हुनाका कारण हामी चाहिँ अब आउने दिनहरूमा सबै मानवहरू समान हौँ, एक हौँ, एक त भएर हामी अगाडि बढ्नुपर्छ, शान्तिको विकासको बाटोमा अगाडि बढ्नुपर्छ। हामी मानवहरू भनेको निरन्तर परिवर्तनको विकासमा अगाडि जाने हो। नयाँ नयाँ परिवर्तनको विकास अगाडि बढेर शान्तिको विकास अगाडि बढेर जनताको संसारको जनताहरूको मानवहरूको चाहिँ समस्या समाधान गर्ने, शान्ति गर्ने अनि विकासमा चाहिँ तीव्रता अगाडि बढ्ने संसारको जनताहरू हेर्नुहोस्। र रुधिव्याध अन्धविश्वास संस्कार संस्कृतिमा अबको यो संसारको जनताहरू पछाडि फर्किँदैन र रुधिव्याध अन्धविश्वास संस्कारमा फर्किनु भनेको चाहिँ संसारको विकासमा आफै पछाडि पर्ने हो। संसारको मानवहरूको विकास चाहिँ रोक्नु हो, बाधा पार्नु र यिनीहरूले चाहिँ संसारको मानवहरूको विकासमा बाधा पार्ने, रोक्ने र संसारको जनताहरूलाई चाहिँ समस्या पार्ने, दुःख दिने, मार्ने निर्दोष जनताहरूलाई यस्तो आतंककारीहरूले चाहिँ अब कडाभन्दा कडा नेपाल सरकारले चाहिँ राज्यले चाहिँ कदम चाल्छ र यस्तो व्यक्तिहरूले पक्रेर गोली हान्छ, फाँसी दिन्छ र संसारको सबै सरकारहरूले पनि गभर्मेन्टहरूले पनि नेपाल सरकारले चाहिँ सशक्त कदम चाल्न, एक त गभर्मेन्टहरू भएर यो निर्दोष जनताहरूलाई चाहिँ आतंककारीहरूले धर्मको विरोध गरेर मार्नेहरूलाई चाहिँ अन्त्य गर्नको लागि कडाभन्दा कडा कारबाही गरेर यिनीहरू मार्नको लागि सशक्त चाहिँ संसारका सबै सरकारहरूसँग चाहिँ हामी एकताबद्ध भएर अगाडि नेपाल सरकार राज्य बढ्छ लाग्छ र आतंककारी अन्त्य गरेरै छोड्ने गुलुप माने घाममुठी मै हो।